नमस्ते, गुड मर्निङ। म चाहिँ अहिलेको सुशीला कार्कीज्यूको सरकारलाई चाहिँ नि प्रश्न गर्न चाहन्छु। हिजो बाहिर हुँदाखेरि रवि लामिछानेको बारेमा चाहिँ अन्याय अत्याचार भयो, धेरै भयो भन्ने मान्छे अहिले सत्तामा पुग्दाखेरि खोइ त पहल चालेको। र जतिजना पनि अहिले बाहिरबाट भित्र जानुभएको छ नि, नयाँ सरकार गठन गर्नुभएको छ नि, तपाईँहरूको हातमा छ सबै। बाहिरबाट अन्याय अत्याचार गरेको पुरानो सरकारका काण्डहरू देख्नेले अहिले भित्र गएर यति ढिलो होइन, कापी कलम तपाईँको हातमा हुँदाहुँदै पनि यति ढिलो, यति चुप्प लागेर किन हो भने यो चाहिँ तपाईँहरूको पनि होइन, यो दुई जिब्रे कुरा चाहिँ मन पर्दैन है। फेरि छानबिन गर, रवि लामिछाने दोषी हो भने कोच जेलमा, होइन भने उसका सबै मुद्दाहरू खारिज गरेर आम सर्वसाधारणले जस्तै जिउन देऊ। रवि देशको भविष्य हो। आम जनताले आश गरेको 3 करोड नेपालीको मनमा बसेको एउटा भगवान जस्तै मानेका छन् अहिलेको लागि। त्यो कुराको ध्यान दिनु होला तपाईँहरू। बाहिर बस्दा बुरुक बुरुक हुने, सत्तामा पुग्दाखेरि चाहिँ तपाईँहरूको पनि पुरानै सरकारको पारा हो भने तपाईँ र उनीहरूमा के फरक छ?